याम्बालिङ हाइड्रो पावर लिमिटेडको आइपिओको बाँडफाँड हुने मिति सार्वजनिक भएको छ। कति कति बाँडफाँड हुँदैछ र यो आइपिओ कतिजनालाई पर्दैछ लगायतका कुराहरूको बारेमा तपाईहरुलाई यो भिडियोमा जानकारी दिनेछु। यस याम्बालिङ हाइड्रो पावर लिमिटेडको आइपिओमा टोटल 29,89,869 जनाले आवेदन दिएको थियो भने यो आइपिओ दतस्किताको दरले बाँडफाँड गर्दाखेरि 1,74,300 जनालाई मात्रै पर्नेछ र बाँकी रहेको 28,15,569 जनाको हात भने खाली नै हुनेछ। सो त्यसैले यो आइपिओ पर्ने सम्भावना पनि एकदमै कम रहेको छ र यस आइपिओको बाँडफाँड चाहिँ भने वैशाखको 30 गते बुधबार यानि कि भोलि बिहान बाँडफाँड हुने भएको छ र बाँडफाँड भएको केही घण्टामा रिजल्ट हेर्न मिलिहाल्नेछ। सो आइपिओ भरेर रिजल्टको प्रतीक्षामा हुनुभएको सबैजनालाई बेस्ट अफ लक। तपाईहरुलाई आइपिओ परोस् र यस्तै खाली आइपिओ सम्बन्धित अपडेटहरू नयाँ भिडियोहरू हेर्नको लागि चाहिँ हामीलाई फलो सब्स्क्राइब गरेर राख्नुहोला।